विगतमा मैले निर्माण गरेर आएका घरहरू र अब भविष्यमा निर्माण गर्ने घरहरू त असंख्य रूपमा होला हैन, तर कसैले घर बनाउँछ भने जिन्दगीमा प्राय धेरै जस्तोले एउटै घर बनाउँछ हैन, र त्यही एउटा घरमा चाहिँ उसले आफ्नो जिन्दगीभरको पुँजी रगत पसिनाको कमाई लगाएको हुन्छ र त्यसलाई एउटा आफ्नो छुट्टै प्रकारको सपनाले सजाउँछु हैन भनेर चाहिँ उसले आफ्नो मनमा सपना बुनेर बसिरहेको हुन्छ र हामीले उहाँहरूबाट त्यो चाहिँ सपना, उहाँको सपनालाई चाहिँ हकीकतमा पूरा गर्नको लागि चाहिँ जुन जिम्मा लिन्छौं नि, त्यसमा चाहिँ रत्तिभर पनि मैले कन्जुसाइ नगरिकन चाहिँ उहाँहरूको सपना, उहाँहरूको दुःख, उहाँहरूको चाहिँ इच्छालाई चाहिँ बुझेर हैन, मैले जानेको जति, मैले बुझेको जति, मेरो तर्फबाट सके जति मैले गर्ने कोसिस गरे हैन। अब चित्त बुझाउने कुरामा त मान्छेले भगवानलाई त गुनासो गर्छन् हैन, म त एउटा साधारण मान्छे हुँ। अब मैले सबैको मनको कुनामा पुग्न त नसकौँला, तर मैले चाहिँ यहाँ यस्तो गरेदेखि हुन्थ्यो भन्ने बाटो चाहिँ कतै पनि नराखिकन चाहिँ उहाँले सोचेको भन्दा पनि अझै अगाडि बढेर बनाइदिएको जस्तो लाग्छ हैन। अब चित्त बुझाउने नबुझाउने त त्यो त अब घर मालिकहरूको कुरा हो, कतिको चित्त बुझेको छ हैन। र अब उहाँहरू चाहिँ आजबाट घर सर्दै हुन्छ, आगामी दिनहरूमा चाहिँ उहाँहरूलाई चाहिँ राम्रो होस्, फलदायक होस्, गृह प्रवेश राम्रो होस्।